आज त वडा कार्यालयमा खत्रै साइन हानेर आइयो नि। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म भर्खर नुहाएर निस्केको। यता चाहिँ खत्रै चिसो छ है। हजुरकोतिर कस्तो छ कमेन्ट गर्नु होला। जाडोमा त नुहाउँदा पनि युद्ध जिते जस्तै फिल हुन्छ। फेरि नुहाएर हो कि के हो, क्युट क्युट देख्छु त म। नाउ लेट्स गेट रेडी। आज चाहिँ मलाई बाहिर जानुपर्ने छ। बाहिर भन्दा पनि यही नयाँ गाउँ नै हो। हिजो गएको काम नै भएन, फेरि आज पनि जानुपर्ने भयो। फेसमा अरू त म खासै केही लगाउँदैन, तर ओठमा चाहिँ भ्यासलिन लगाउँदैछु। चिसोले खुट्टा नै नतातेर मैले चाहिँ जुत्ता लगाएँ। एन्ड देन लेट्स गो। बस पार्कमा फेरि बुद्धको मूर्तिको टाउको नै कसले उडाइदिएछ। सुन्तलाको सिजन भएर होला, बाटोभरि सुन्तला नै सुन्तला, बजार नै सुन्तलामै भएको रहेछ। त्यसपछि म गएँ नयाँ गाउँ वडा कार्यालयमा। खासमा चाहिँ म यहाँ कर बुझाउनको लागि आएको हो। कर तिरौँ, जिम्मेवार नागरिक बनाऊ। अनि कर तिरेर म फर्किँदै थिएँ। बाटोमा चाहिँ एकजना चिल भएर पल्टिनु भएको रहेछ।